एभ्रिवान नमस्ते सेवा र म रमिता राई आज पनि न्यू डे न्यू ब्लग लिएर आइसकेको छु। सो हजुरहरु मेरो च्यानलमा हुनुहुन्छ नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला र पुरानो हुनुहुन्छ भने मेरो भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला। सो आजको मेरो भिडियो त के बनाउँछु भने हजुरहरुले थाहा पाइहाल्नु भयो कहाँ हो भन्ने कुन ठाउँ हो भन्ने। यो इलाम हो, मैले धेरै भनिराख्नु पर्दैन, इलाम हो, इलामको चियाबारी। म चाहिँ अहिले मेरो गाउँ मेरो घर इलाम आइसकेको छु र सो हजुरहरुलाई अब म मेरो इलामको हरेक ठाउँहरू घुमाउने छु। प्लिज मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला र जति सक्दो लाइक कमेन्ट सेयर सबै गरिदिनु होला है। प्लिज धेरै भन्दा धेरै माया गरिदिनु होला इलामको चेलीलाई, इलामको चेली सम्झेर हजुरहरुलाई म इलामको चियाबारी देखाउँदै छु आज। गाइस म चाहिँ धेरै घाम लागेर आज चाहिँ यसको छाता उडेर जाँदैछु। छाता चाहिँ यो चाहिँ मेरो छाता हो। अहिले चाहिँ हाम्रो आज ढलाइ गर्दैछ नि त दोस्रो फ्लोरको, त्यही भएर म पनि त्यही ढलाइमै जाँदैछु। यस्तो घाम लागेको छ, यस्तो घाम लागेको छ, यस्तो घाम लागेको छ। सँगसँगै हावा पनि चल्दैछ। आजको हाम्रो इलामको मौसम चाहिँ यस्तो छ है साथीहरू, तपाईहरुकोतिर कस्तो छ? इलामको मौसम चाहिँ यस्तो छ, एकदमै तातो घाम, एकदमै तातो घाम, त्यसमा सिरिरी हावा चल्नु चाहिँ चल्दैछ यहाँ। त्यहाँ पर हाम्रो घर ढलाइ गरिरहेछ, खैटुरहरू गर्नु छ। त्यो मेरो छाता यहाँदेखि चाहिँ हाम्रो घर जाने बाटो हो। इलामको चियाबारीदेखि माथि छ, यहाँ चाहिँ गुम्बा छ नि त, गुम्बा त्यही गुम्बा यस्तोहरू छ। काग पनि कराइरहेको छ। एउटा ट्र्याक्टर पनि रहेछ, सायद त्यसले सामान ओसारिराखेको छ होला। सामान बोक्दैछ होला यो ट्र्याक्टरले चाहिँ। यहाँ चाहिँ आमा, यहाँ गाई छ मेरो आमा, आयो भनिदिनु। चाबी त लिएर आउनु भयो? तल गमबुटमै छोडेको थिएँ त। चाबी खोज्दा नि कस्तो रहेछ आन्टी? यो मिलाएर हुन्छ कि? सबैजना यहाँ काममा व्यस्त हुनुहुँदो रहेछ। हेलो अङ्कल, सन्चै हुनुहुन्छ? आन्टी, हेलो आन्टी। ए हजुर, यहाँ दिदीहरू चाहिँ अचार बनाउँदै हुनुहुँदो रहेछ। दिदी आयो भनिदिनु न। खाना दिनु पर्ने नि त है, खाना है। यो त झोला यहाँ होस्। के गर्दै हुनुहुन्छ? ए फुल हाम्रो दिदीले चाहिँ हेर्नु न गाई चाहिँ यति राम्रो राम्रो फुलहरू रोप्नु भएको छ, यति मिठो मिठो कलरको छ, यति राम्रो। वाउ, हेर्नु नि राम्रो छ भने देखाउँदै हुनुहुन्छ। फुल हेर्नु कस्तो राम्रो बनाउनु भएको छ के। यहाँ हेर्न सक्नुहुन्छ अर्को
सबैले यति राम्रो राम्रो फुलहरू रोप्नु भएको छ नि। आमा बस्नु नि शीतलमा। यहाँ छ यहाँ हाम्रो कल्पना दिदीको कुखुरा गाई छ। यसलाई अलिक ठुलो भएपछि काटेर खानुपर्छ। मेरो आमा र कल्पना दिदी यहाँ कुखुरा माथि चाहिँ हाम्रो घरको काम भइरहेछ तर मान्छे हल्ला गरेर के मलाई भिडियो खिच्नु दिनु भएन। कति घाम लागिरहेको छ गर्मी भएर। हेर्न सक्नुहुन्छ हाम्रो दिदी किचन यति क्लिन सफा छ नि, यति राम्रो। चटक्कै भाँडा धोएर राख्नु। दिदी हाई भन्नु। हाई। हामी चाहिँ अब पानी खान्छौँ। आमा पनि खाने होइन? चिया खान्छ। आमा चाहिँ चिया खानुहुन्छ अरे। यो चाहिँ हो हाम्रो भर्खर बन्दै गरेको घर। यो त यति बनिसकेको छ। यहाँ चाहिँ टोयलेट रहेछ। यति बनिसकेको छ, बन्दैछ। हेलो भाइहरू। भाइ सन्चै छौ? ए यो गर्दैन न। मासु त सुँगुरको है दिदी? सुँगुर नखाने। चम्चीले हो तपाईँ खिचेको चम्चा पनि दिन्न। सुँगुरको मासु चम्ची अर्को पनि परे। चम्ची सबै देख्दौ नि कविता। कान्छा दाजु नलजाइ खानु। थाल सानो भयो भने म ठुलो पारेर खान्छु। चम्ची अर्को पनि दिनुहोस् न ल। यता एकजना कुखुराको होला। कति राख्दिराख्नु आइहाल्छ। यता च्याङमा भाइ अरे च्याङबा के अरे बहिनी चम्ची फेरि दिनु न ल। खोर्सानी खाने एउटा गिलास पो माग्नु पर्यो। एक गिलास एकजना कुखुरा यहाँ चाहिँ ढलाइ हुँदैछ। यति चाहिँ गरिसक्नु भएछ, अब यति बाँकी छ। अहिले चाहिँ खानालाई रोकेको एकछिन, अब यति बाँकी छ। सबैजना खाना खानुलाई अब झर्नु भएको छ, त्यही भएर अहिले चाहिँ खाली छ। पारी त्यस्तो छ।
हाम्रो इलामा चाहिँ यस्तो लालुपाते पनि फुल्छ है गाइजहरू। तपाईँहरूलाई लालुपाते मन पर्यो भने इलामको चियाबारी अब त 1-2 दिनमा चाहिँ हरबर हुन्छ। सुन्तलाकै कुरा गर्दै हुनुहुन्छ बोजूहरू। अहिले चाहिँ अब यो चैत बैशाखको बेलामा चाहिँ अलिक हरियाली छैन। यो चाहिँ इलामको चियाबारी हो, एक भाग मात्रै हो। कस्तो राम्रो यो आरुले फुलेको रहेछ। यो आरु कुनै हो हेर्नु साथीहरू, हाम्रो इलामको चियाबारीमा चाहिँ यस्तो स्पेसल फुलहरू फुलिरहेको छ। अहिले एकदमै मौसम खुलिरहेको छ। यो चाहिँ चियाबारी हो, पर देखिँदैछ लभ डाँडा। अनि सबैभन्दा मेन त यो फुल एकदमै राम्रो फुलिरहेको रहेछ फुल चाहिँ। अनि भन्छ यो चियाबारी हो, तपाईँ देख्न सक्नुहुन्छ। तर अहिले चाहिँ खासै अब यो चैत बैशाख भएर फागुन चैत भएर त्यति राम्रो छैन। बैशाख जेठ असारदेखि चाहिँ हो कि एकदमै हरियाली हुन्छ क्या। यो त्यति बेला चाहिँ फोटो खिच्नु भिडियो बनाउनुलाई एकदम राम्रो हुन्छ। अहिले चाहिँ अब यो यति बेला चाहिँ अलिक सुक्खा मौसम छ नि त, त्यो भएर त्यति हरियाली देखिएको छैन। सो हजुरहरू पनि घुम्न आउनुभयो भने आउनु होला प्लिज, एकदमै राम्रो छ इलामको चियाबारी पनि। होसहरूलाई प्लिज क्यामा ओम नमः ओम गरेर गौतम बुद्ध बसिरहनु भएको छ यो पोजिसनमा। यहाँ चाहिँ देख्नुहुन्छ हाम्रो यो एक्सर्साइज डाँडाको गौतम बुद्धको मूर्ति। सो त्यसै गरी म अब हजुरहरूलाई यताको भ्यू देखाउन चाहन्छु। मेरो भ्युवर्सहरूलाई हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँहरू हजुरहरू सबैजना यहाँ चाहिँ जोडी आएर बस्दा पनि हुन्छ है, राम्रो छ। यो बस्नलाई यो बस्ने टेबल यो चाहिँ त्यसको लागि हो। तपाईँहरू सुरु लभ पर्दै हुनुहुन्छ सुरु छ भने प्लिज यो कुर्सीमा आएर बस्नु होला, कहिले ब्रेकअप हुने छैन। यहाँ यहाँको भ्यूहरू हेर्दै चिया कफी लिएर आउनु होला यसमा बोकेर। अनि यहाँको भ्यूहरू हेर्दै सो देख्न सक्नुहुन्छ। फोहोर हाल्दै त्यहाँ फोहोर हाल्नु पर्छ तपाईँहरू, फेरि त्यहाँ खाएपछि कपाल्सहरूले त्यो देखिराख्नु भएको छ नि त्यहाँ तल जुन उहाँहरू फोटो खिचिराख्नु भएको छ हाम्रो। उहाँ चाहिँ विदेशी हुनुहुन्छ, टुरिस्ट आउनुभएको रहेछ, फोटो खिचिराख्नु भएको छ नि। तपाईँहरू यदि राम्रो फोटो भिडियो निकाल्न चाहनुहुन्छ भने चाहिँ त्यो रोडमा खिच्नुहोस्, त्यहाँ गएर एकदमै राम्रो फोटो भिडियो चाहिँ पर्फेक्ट आउँछ है गाइजहरू। यो तेर्सोमा फोटो भिडियो यस्तो बवाल आउँछ नि, एकदमै दामी आउँछ। हाम्रो चाहिँ पाहुना आइराख्नु भएको छ, विदेशी पाहुना, उहाँहरू फोटो खिच्दै हुनुहुन्छ। यहाँ चाहिँ एक्सर्साइज गर्ने ठाउँ छ, तर यो बिग्रिसकेको रहेछ, भाँच्चे छ। यो पनि एक्सर्साइज गर्ने ठाउँ हो। यो तपाईँहरू गाडी चल्नुहुन्छ भने यो यस्तो बिगारिसकेको रहेछ कि एक्सर्साइज गर्ने ठाउँ सबै बिगारेको रहेछ। तल मेरो आमाहरू हुनुहुन्छ। आमा छोरी चाहिँ टक्क लाएर अब खानासाना खाजासाजा बाट्यो ढलाइमा। चाहिँ इलाम चियाबारी घुम्न आउँदा भोक लाग्यो भने यहाँ खाजा खाने ठाउँ पनि छ। चाहिँ यसको मूर्ति